मैले एउटा शब्द पहिचान शब्दको लिने चाहिँ एउटा परिवेशको बारेमा आजको चल्दो बल्दो र यसले समेट्ने कुराको प्रत्याभूतिको बारेमा मलाई आफूलाई लागेका केही कुरा व्यक्त गर्न चाहन्छु। पहिचान भन्ने बित्तिकै आज राजनीतिक हिसाबले सामाजिक हिसाबले र चाहिँ अर्को हाम्रो समाजको व्यवहारको हिसाबले यो साह्रै महत्त्वपूर्ण प्रश्न हो भन्ने मलाई लाग्छ। यो शब्दको विशालता, यो शब्दको पहिचान शब्दको विशालता बडो गम्भीर र धेरै आयतन भएको शब्द हो भन्ने मलाई लाग्छ। यसभित्र हामीले हेरौँ, पहिचान भन्ने बित्तिकै आज एउटा चाहिँ आत्मसम्मान, नागरिकको एउटा चाहिँ आत्मसम्मानको प्रश्न यहाँ एउटा छ। दोस्रो कुरो समस्याको पहिचानको अर्को कुरा छ। तेस्रो हाम्रो सामाजिक सम्मानको लागि पनि एक अर्कालाई सही ढङ्गले पहिचान गर्ने एउटा अर्को कुरा छ। त्यसकारणले यो पहिचान शब्द चाहिँ मलाई लाग्यो यो पहिचानको बारेमा धेरै चाहिँ बढी मात्रामा यो प्रचलनमा आयो र यसले एउटा चाहिँ गम्भीर छलफल र हामीले हरेक चाहिँ भाषणहरूमा कतिपय लेखहरूमा आलेखहरूमा हामीले गरेको पाइन्छ। तर हाम्रा व्यवहारहरू, हाम्रा कुराहरू वास्तवमा यो पहिचान र तदनुरूपको व्यवहारमा कति हामी त्रुटिपूर्ण छौँ, कति चाहिँ हामी यसमा असंवेदनशील छौँ भन्ने मलाई लाग्छ। यसले चाहिँ वास्तवमा हाम्रा व्यवहारहरूलाई अहिले मैले नैतिकताका कुराहरू व्यवहारको लागि चाहिँ हामी कति चाहिँ यसबाट प्रेरित छौँ, यसबाट चाहिँ शिक्षित छौँ, यसबाट हामी दीक्षित छौँ भन्ने मलाई लाग्छ। एकपटक चाहिँ यहाँ यो सहरी प्रतिष्ठानमा एउटा चाहिँ उत्कृष्ट जीवन भन्ने एउटा चाहिँ छलफलको कार्यक्रम भएको थियो र त्यसमा चाहिँ मैले आफ्ना केही भावनाहरू राखेका थिएँ। त्यो भावना राख्ने क्रममा चाहिँ मैले दुईवटा नीति श्लोकहरूको चाहिँ कुरा गरेको थिएँ। एउटा श्लोक चाहिँ मैले नीति श्लोक चाहिँ के भनेको थिएँ भन्दाखेरि, आफूलाई जस्तो लाग्छ आत्ममा प्रतिकूलानि परेशान न समाचार। यति शब्दको हामीले चाहिँ यो लाइनको व्याख्या र यो अनुसारको आचरण व्यवहार गर्न सक्यौँ भने हामी एकदमै सुसंस्कृत, अत्यन्त एक अर्कालाई चाहिँ मान्न सक्ने र समाज चाहिँ अत्यन्त उन्नत हुन सक्ने र चाहिँ व्यक्तिको पहिचानदेखि लिएर हाम्रो चाहिँ व्यवहारदेखि लिएर यसले राजनीति र समाज र आफ्नो चाहिँ परिवारसम्मको चाहिँ एउटा चाहिँ भावनालाई समेट्छ भन्ने मलाई लाग्छ। आत्ममा प्रतिकूल लाग्ने परेशान र समाचार। आफूलाई प्रतिकूल लाग्ने कुरा चाहिँ अर्कालाई त्यस्तो किसिमको आचरण नगर्नु। आफूलाई के कुराले छुन्छ भने आफूले अर्कोलाई बोल्दाखेरि व्यवहार गर्दाखेरि उसको पनि त्यस्तो दुख्छ भनेपछि एक अर्कोको सम्मान कसरी हुन्छ भन्ने कुरा यो नीति श्लोकले बताउँछ। त्यसको लागि चाहिँ हामीले चाहे चाहिँ एउटा समाजको कुरा गरौँ, चाहे राष्ट्रको कुरा गरौँ, चाहे आज चाहिँ एउटा चाहिँ यो अहिले मैले भने सामाजिक सद्भावको महत्त्वपूर्ण प्रश्न चाहिँ अहिले सामाजिक सद्भावको हामीले चाहिँ त्यसको आयतनलाई, त्यसको भावनातालाई र जसले भावनात्मक रूपले चाहिँ एउटा चाहिँ समग्र राष्ट्रलाई एकीकृत बनाउँछ। जबसम्म मानिस चाहिँ भावनात्मक रूपले एकाकार हुन सक्दैन तबसम्म चाहिँ कुनै समाज, कुनै राष्ट्रले अगाडि बढ्न सक्दैन र त्यसले चाहिँ एक अर्कालाई सम्मान गर्ने वातावरण बनाउन सकेन भने द्वन्द्वको बीजारोपण, मैले जुन मनोवैज्ञानिक जुन भने नि, वास्तवमा द्वन्द्वको बीजारोपण पनि त्यो मनोवैज्ञानिक रूपले द्वन्द्वको बीजारोपणको भित्री अन्तर्य जुन भनिन्छ, हिजो अन्तर्य शब्द निकै प्रचलित छ, त्यो भित्र पर्दछ। त्यसकारणले त्यो मनोविज्ञान भनेको यही सद्भाव कायम गर्न नसक्नु र चाहिँ एकले अर्कोलाई चाहिँ सही ढङ्गको व्यवहारका एक अर्कोलाई चाहिँ उसको चाहिँ पहिचानलाई, उसको अस्तित्वलाई, पहिचानलाई अझ अर्को चाहिँ खरो शब्दमा भन्यो भने अस्तित्वलाई चाहिँ स्वीकार गर्न सक्नु र त्यसलाई मानेर चाहिँ अगाडि बढ्न नसक्नु। हामीले भन्छौँ त्यही आत्ममा प्रतिकूलतालाई अझ व्यापक रूपले त्यसको दर्शनलाई व्यापकतामा जाने हो भने अरूलाई त हामीले देखाउँछौँ, भन्न सक्छौँ, तर आफ्नो अनुहार आफू कहाँ छु भनेर चाहिँ आफू स्ट्यान्ड गरेको आफ्नो स्टेटसमा हामीले भुल्छौँ। खालि किनभने हाम्रो आँखा हाम्रो चाहिँ
बाह्य उसमा मात्रै जान्छ, अन्तर्मुखी छैन हाम्रो। बाह्य यो सांसारिक जुन चाहिँ हाम्रो चाहिँ जीव प्राणीको जुन आँखा छ त्यो बाह्य चाहिँ रूपमा अरूतिर हेरिरहेको हुन्छ, आफूतिर फर्कने चाहिँ हामीमा बहुत कम चाहिँ हिसाब आउँछौँ। हाम्रो चाहिँ आचरण त्यस्तो छ। म पनि त्यही भएर भित्र बस्छु, मैले यो उपदेशात्मक कुरा गरिरहेको छैन। त्यस कारणले चाहिँ वास्तवमा पहिला चाहिँ आफूले विश्लेषण गर्नु पऱ्यो म कहाँ छु, र त्यसपछि अरूको बारेमा चाहिँ केही भन्नु पऱ्यो, अरूसँगको कस्तो छ भनेर भन्न सक्नु पऱ्यो। र फेरि अर्को आफ्नो कर्तव्य के हो, अर्को दायित्व के हो त्यो भन्न सक्नु पऱ्यो। मैले के गरेर म कहाँ छु भन्न सक्नु पऱ्यो। त्यो हुँदाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि एउटा लिडरसिपको कुरा आउँछ, र लिडरसिपले चाहिँ नेतृत्व वर्गले सही नेतृत्वले अगाडि बढ्ने समाजको, मैले एउटा राजनीतिक भनेको छैन, लिडर भनेको चाहिँ परिवारको पनि हुन्छ, समाजको पनि हुन्छ, सबै ठाउँको चाहिँ अगाडि बढ्ने, जसको अनुयायी होस्, जसको विचारलाई अनुयायी होस्। एउटा लेखकको विचारलाई फलो गर्ने पनि त्यो चाहिँ अनुयायी हुन्छ। हिज अल्सो ए लिडर। त्यसले गर्दाखेरि एउटा उदाहरणीय अनुकरणीय हुन सक्यो भने मात्रै अनि चाहिँ त्यसले चाहिँ समाजलाई अगाडि बढाउन सक्ने हो। त्यसको लागि मलाई लाग्छ त्यो आसान र त्यो पहिचान चाहिँ कुरा, पहिचान शब्दभित्र विषयवस्तुको पहिचानदेखि, व्यक्तिको पहिचानदेखि, देशको आवश्यकताको पहिचानदेखि, समाजको आवश्यकताको पहिचानदेखि, अनि त्यो पहिचान अनुकूलको व्यवहार गर्ने कुरादेखि र त्यस अनुसारलाई र त्यस्ता कुरालाई कार्यान्वयन गरेर समाजलाई एउटा प्रक्रियामा लैजाने कुरादेखि यसले यो व्यापकता समेट्छ भन्ने मलाई लाग्छ। त्यस कारणले पनि यो प्रबुद्ध वर्गको सामनेमा मैले चाहिँ अलिकता यो शब्द केही कुराहरू चाहिँ थप कुराहरू राख्ने धृष्टता गरेँ, जसको यो यहाँ म देख्छु धेरै व्यक्तिहरू समाजका अगुवाहरू हुनुहुन्छ, एउटा लिड गर्ने क्षमता राख्ने व्यक्तित्वहरू हुनुहुन्छ, जसको चाहिँ विचार र जसको क्रियाकलापले समाजले चाहिँ फलो गर्न सकोस्, अनुकरण गर्न सकोस् र त्यो अनुसारको आचरण र व्यवहार गर्न सकोस्। अनुकरणीय र चाहिँ उदाहरणीय भन्ने हाम्रो चाहना चाहिँ त्यस किसिमको भइदियो भनेदेखि चाहिँ मलाई लाग्छ समाज चाहिँ उन्नति हुन सक्छ र हाम्रो चाहिँ उद्देश्य र एउटा राष्ट्रिय जीवनमा अब आउने समाज जति बन्दैछ, जति चाहिँ के अरे एउटा अहिलेको चाहिँ एउटा व्यवहार नीति नभएर चाहिँ स्वार्थमुखी चाहिँ जुन एउटा प्रवृत्ति देखा पर्दैछ, जुन अहिलेको चाहिँ प्रविधि इत्यादिको विकासले र स्वान्त सुखाय हुने चाहिँ जुन प्रवृत्ति बढ्दैछ, त्यसको लागि पनि वास्तवमा हेर्दाखेरि राष्ट्रिय जीवनलाई हामी चाहिँ एउटा सुखी जीवन बनाउने हो भने अब चाहिँ त्यो चाहिँ ह्याप्पिनेस चाहिँ एउटा डिपार्टमेन्ट नै चाहिँ मलाई लाग्छ चाहिँ यसबारेमा उसमा के अरे भुटानमा चाहिँ त्यसको अभियान चलेको चाहिँ अवस्था छ। त्यस्तै किसिमको अब अरू देशहरूमा पनि यो कुरा आउँदै जान्छ र यी सबै कुराहरूको लागि पनि हाम्रो आगामी दिनमा अगाडि पुरस्कृत भएका व्यक्तित्वहरू मैले देखिरहेको छु यहाँ, र त्यस्तै समाजका र विभिन्न क्षेत्रमा हामी क्रियाशील भएर अघि बढ्न खोजेका व्यक्तित्वहरू हुन्। उहाँहरूले हामी सबैले के भनेदेखि सकारात्मक कुराका कसरी सकारात्मक सोच र सकारात्मक कुरालाई अगाडि बढाउने हो, नकारात्मक कुरालाई कसरी पन्छाउँदै जाने हो, त्यो कुरालाई हामीले सोच्न सक्यौँ भनेदेखि मात्रै हाम्रो प्रयास सार्थक हुन्छ भन्ने मलाई लाग्छ।